ल दुध खा है बाबु, दुध खा। छोरा हो, माया त लाग्छ, के गर्ने। अलिकति हाउडे छ यो, अब के गर्ने। बलियो त बनाउनै पर्यो नि यसलाई। ल अब खा। बाउ पनि ल्याङ गर्नुहुन्छ क्या? म बच्चा हो। ए यार दुध खानु म। कलेज गयो, टिचरको टेन्सन, पैसा लाग्यो बाउको खचखच। मलाई एकछिन पनि शान्तिले फ्री फायर पनि चलाउनु दिने होइन। ल्याङ गर्ने होइन है बाउ धेरै। ए शिव, सानो भए मर्लान् भन्ने डर, ठुलो भएपछि मार्छन् भन्ने डर। कस्तो कुरङ्गार जन्मिएछ भने 24 घण्टा फ्री फायर मात्रै खेलेको छ। कहिले आउने होला यसको बुद्धि। योसँगका साथीहरू कहाँदेखि कहाँ पुगिसके। यो भने जहिले पनि केटाडी जस्तै फ्री फायर खेलेको छ, बाउसँग ल्याङ ल्याङ गरिराखेको छ। धिक्कार छ मलाई पनि। भयो बाउ भयो, मलाई प्रवचन दिनु पर्दैन। यदि तपाईँले प्रवचन दिने भए नि ठुलो ठुलो समारोहमा गएर दिए हुन्थ्यो। मलाई किन कलेज हालिरा? म गएँ। हरे शिव, कस्तो दिनमा जन्माएछु यसलाई। यसैको आशा थियो मलाई। यसले के गर्छ, कसो गर्छ, ठुलो मान्छे हुन्छ मलाई हेर्छ भन्ने। तर आज यसले यो गति देखाउँछ भन्ने मलाई विश्वास लागेको थियो। श्रीमतीले पनि छोडेर गएको आज 6-7 वर्ष भइसक्यो। छोराको ताल भने यस्तो छ, बाउसँग मुखमुखी लाउँछ। यत्रो दुःख गरेर यसलाई पढाएको पनि बेकारै भयो। हरे शिव।